स्वागतम स्वागतम मेरो भाइ दाइ दाइ तपाईले समयलाई धेरै पर्खाउनु भयो तर समयले तपाईलाई पर्खाउँदैन अब हाम्रो सम्पत्ति लिनलाई हामी कति दिनसम्म कुर्ने कति दिनसम्म चुप लागेर बस्ने भगवान कसम कानले छोड्ला यो गालीले छोड्दैन तैले ठिक भनिस् भाइ अब चाँडै नै न्यायाधीशले एक लौटी पारेको हाम्रो जायजतामा हाम्रै अधिकार हुनेछ चाँडै होइन अझै भन्नुहोस् कामलाई थाती राख्दा आफैलाई बिरोल छ तेरो कुरो मन पर्यो भाइ यो हाम्रो प्यारो दाइ कहाँ छ आफ्नो पाप पखाल्न मनोकामना गएको छ अरे जाउँदै त्यसलाई बाटोमै स्वागतम स्वागतम मलाई जेल पठाएर आफू मनोकामनाको यात्रा गरेर आउँदैछस् होइन तैले जेल सजाए आफ्नो कर्मले पाएको तपाईँको बाटोबाट गाडी होइन हाम्रो बाटोबाट नै सबैलाई अडिन्छ त्यसपछि सारा सम्पत्ति हाम्रो हुनेछ हाम्रो मलाई धम्की दिँदैछस् ए न्यायाधीश कालीले धम्की दिन जानेको छैन काम तमाम गर्छ भगवान कसम कालले छोड्ला यो कालीले छोड्दैन